are students who prepare Pokhara, Lumini and Ilam respectively write the cardinality of notation of the students for whom all places are suitable. भन्न खोजेको यो पोखरा, लुम्बिनी र इलाम तीनटै मन पराउने विद्यार्थीको कार्डिनालिटी हामीले पत्ता लगाउनु छ। द नम्बर अफ द स्टुडेन्ट्स तीनटै मन पराउनेलाई हामी के भन्छौं? इन्टरसेक्सन। सेट नोटेसनमा हामी के भन्छौं त्यसलाई? इन्टरसेक्सन। अनि लेख्ने कसरी? नम्बर अफ स्टुडेन्ट्स who prepare all three places is equal to number of P intersection L intersection I is equal to 50। यहाँ दिएको छ 15 जनाले तीनटै मन परायो। 15 जना तीनटै मन परायो भने हाम्रो 15 भयो। त्यस्तै यो 1 मार्क्सको क्वेशन हुन्छ। अब क्वेशन नम्बर B को लागि क्वेशन नम्बर B मा भनिरहेको छ सो द अबाउट इन्फर्मेसन इन भेन डायग्राम। हामीले भेन डायग्राम बनाउनु छ। भेन डायग्राम बनाउनको लागि सबभन्दा पहिला all the information like given set notation मा लेख्नु पर्यो। सबलाई सेट नोटेसनमा सेट कसरी? पोखरा कति जना मन परायो? द नम्बर अफ P is equal to 40। नम्बर अफ हाम्रो L is equal to लुम्बिनी मन पराउने कति जना छ? 40। लुम्बिनी मन पराउने 30। लुम्बिनी र नम्बर अफ इलाम हाम्रो दिएछ 45। इलामको हाम्रो इन्फर्मेसनमा 45। त्यस्तै इन्टरसेक्सन दिएको छ P इन्टरसेक्सन L इन्टरसेक्सन I is equal to 50। तीनटै मैले कुनै मन नपराउने मिन्स कम्प्लिमेन्ट P युनियन L युनियन I को कम्प्लिमेन्ट बराबर 5। यो इन्फर्मेसन लेखेर अनि हामीले यहाँ भेन चित्र बनाउनु पर्छ। यहाँनिर भेन चित्र बनाउने बेलामा के हामीले यहाँ देख्यो? P L I 3 को इन्टरसेक्सन दियो तर P र L को इन्टरसेक्सन दिएन। P I को दिएन, L I को तीनटैको इन्टरसेक्सन दिएन छुट्टा छुट्टै। यसको मतलब त्यो छँदै छैन। हामीले त्यसलाई एज्युम गर्नुपर्छ 0। अब भेन डायग्रामबाट हामीले बनाउँ भने तीनटाको भेन डायग्राम छ। पोखरा, लुम्बिनी, त्यसपछि हाम्रो इलाम। सबभन्दा पहिला हामीले तीनटैको इन्टरसेक्सन पार्टमा कति छ? 15 त्यो लेख्नु पर्यो। यो पार्टीको पार्ट मिल्छ। यानी पोखरामा 40, यहाँ कति लेख्ने? 40 माइनस 15 25। लुम्बिनीको 30 30 माइनस 15 बराबर 15। 45 माइनस 15 बराबर 30 र यहाँनिर हाम्रो